साथीहरू सन्चै हुनुहुन्छ हजुरहरू? हामी पनि सन्चै छौँ सबैजना। आज चाहिँ मेरो घरमा धारा गाड्न मामाहरू आउनुभएको थियो। अनि मामाहरूको लागि भनेर चाहिँ आज मैले कुखुराको मासु ल्याएको थिएँ साथीहरू है। अनि यो साग चाहिँ मलाई मेरो साथीले त्यसै दिनुभएको। अनि धनियाँ ल्याएँ, त्यसपछि टमाटर, काँक्रा, डन्ठेनी गुरु बोकेर आएँ आज बजारबाट साथीहरू। अनि मासु चाहिँ मैले आज मजाले तारेको क्या, अलिअलि गरेर, धेरै एकैचोटि लाएर तारिँदैन भनेर आज चाहिँ अलिअलि तारेर 1 किलो मासु पनि मैले आधी किलोभन्दा कम बनाएको थिएँ साथीहरू। अनि त्यसपछि मसला पकाउनतिर लागेँ। अनि मसलामा नुन बेसार लगाएर यो चाहिँ मजाले पकाउँछु। अनि यता अचार बनाउन टमाटर पनि पोल्दैछु साथीहरू। अनि बेसार र नुन चाहिँ लगाएर अनि मासु मजाले लगाएर म मजाले पकाउँछु क्या। अनि यत्तिको भएपछि माथिबाट धनियाँ लगाएर फेरि छोपेर एकचोटि मधुरो ग्यास बनाएर पकाउँछु। अनि यता मेरो साग पनि पाकिसक्यो साथीहरू। अनि छोरालाई पनि खाना दिएँ, आफू पनि खानालाई अब पस्किँदैछु। मामाहरूलाई मैले अघि दिइसकेको थिएँ, मैले भिडियो बनाइनँ साथीहरू। अब म चाहिँ खाना खान लागेँ। हजुरहरूले खानुभयो कि भएन? थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु हुने सबैलाई, नहेर्नु हुनेलाई पनि हेर्न आग्रह गर्दैछु साथीहरू। हस् त, बाई बाई।